जोग्राफिकल गरौँ है त यो गोलोलाई भन्छ भर्टेक्स के भन्छ भर्टेक्स भन्छ अनि यो दुईटा गोलोलाई जोड्ने लाइनलाई के भन्छ के भन्छ हाम्रो यो प्रब्लम छ नि भर्टेक्स डबल छ नि यी दुईटा कुरामा गेम खेल्ने हो के गर्ने हो गेम खेल्ने हो सपोज ल हाम्रो क्लासमा अंकुश छ नि सपोज अंकुशलाई मन लाग्यो कि के गर्नु पर्यो भन्दा चाहिँ एउटा सिटी छ नि सपोज एउटा एकदम के अरे एकदम बिजी सिटी छ हैन डिफरेन्ट नोडहरु छ हैन यी पोइन्ट छ नि यी प्लेसेसहरु भयो के यी प्लेसेस भयो हैन यी दुईटा यी लाइन छ नि यिनी सबै के रोडहरु भयो के भयो रोडहरु भयो हैन भयो कि नै भनेपछि अब अंकुश एउटा बिजनेसम्यान हो हैन उले होटल खोल्नु छ कि नै अब सबै ठाउँमा होटल खोल्यो भने त उसलाई के हुन्छ कस्ट इफेक्टिभ त हुँदैन हुँदैन नि त सो अंकुशले यस्तो एउटा अल्गोरिदम चाहियो हैन जसले भनिदियोस् कि हैन कुन पोजिसनमा उले कुन पोजिसनले होटल खोल्यो भने चाहिँ उले म्याक्सिमम ठाउँमा कभर गर्छ उसको सर्भिसेस पुग्छ सपोज मनिष सरी अंकुशको चाहिँ होटल छ अब होटलमा उले डेलिभरी गर्नुपर्ने छ भने त उनलाई के चाहियो भने सबै ठाउँमा होटल खोलेर त भएन उले यस्तो ठाउँमा होटल खोल्नु पर्यो कि इनलाई एउटा मात्र हैन दुई तीन ठाउँमा एउटा होटल खोल्नु पर्यो कि जहाँ होटल खोलेपछि इनले सब एरिया कभर गर्न सकुन् हो कि नै हो हाम्रो कन्सेप्ट यही हो के गर्ने भन्दा चाहिँ म्याक्सिमम होटल कभर कसरी म्याक्सिमम एरिया कसरी कभर गर्न सकिन्छ कम प्लेसमा बसेर हो कि नै अब नर्मली यस्तो दिमाग लाएर सोच्ने भने त ल सपोज ल इनले होटल यहाँ खोल्दिए ल सपोज यहाँ खोल्दियो कि नै यहाँ खोलेपछि नि यहाँ नि जान पाए यहाँ नि जान पाए अनि यहाँ नि जान पाए कि नै अब फेरि इनले सबै फेरि इनलाई चाहिँ यो अल्गोरिदम थाहा छैन भने त इनले फेरि यहाँ खोल्लान् कि यहाँ खोलेपछि यहाँ गए फेरि यहाँ जानलाई फेरि अलिक डिस्टेन्स बढ्यो फेरि इनले अब पैसा अलिक थपेर यहाँ पनि खोल्थे यसो हेर्दाखेरि के हेर पहिलाभन्दा प्रब्लम त कम भएको छ फेरि के भएको पहिलाभन्दा प्रब्लमको साइज एकदम कम भएको छ किनकि पहिला यदि एउटा दुईटा 6वटामा होटल खोल्नु पर्थ्यो भने अहिले 3टा होटल हुनु पर्ने